गुड आफ्टरनुन मेरो फेसबुक प्रिय मित्रहरूमा म के भन्न चाहन्छु भने हामीले मान्छेलाई खुसी पार्ने कोसिसमा चाहिँ हामीले आफ्नो समयहरू बर्बाद गर्नु हुँदैन साथी। किनभने मान्छे स्वार्थी हुन्छ। मान्छेलाई खुसी पारेर कहिले पनि हामीले खुसी पार्न सक्दैनौँ है। जब तपाईँले उसको काम गरुन्जेल तपाईँको बढी गर्ने हो, खुसी हुने हो है। तर जब तपाईँले उसको काम गर्न छोड्नुहुन्छ, तपाईँको बेकबाइटिङ है, तपाईँको यस्तो त्यस्तो भन्न थाल्छ मान्छेले। त्यसै कारणले गर्दा मान्छेलाई भन्दा ईश्वरलाई, परमेश्वरलाई खुसी पार्ने काम गर्नुपर्छ। तपाईँले हामीले ईश्वरको अगाडि मनपर्ने जीवन जिउनुपर्छ, असल बोली वचन गर्नुपर्छ। त्योभन्दा ठुलो चाहिँ केही पनि होइन है। मान्छेलाई खुसी पारेर हामी खुसी पार्न सक्दैनौँ, किनभने तपाईँ न हामीले ऊमाथि गरेको गुणहरू मान्छेले त भुलिन्छ, तर ईश्वरले चाहिँ उहाँमाथि गरेको, उहाँको गरेको कामहरूको कहिले पनि उहाँले भुल्नुहुन्न। इनाम अवश्य दिनुहुन्छ।